हेलो एभ्रिवान, आज हामी क्लास 8 को रेसनल एक्सप्रेसनको 10.3 क्वेसन सल्भ गर्दैछ। क्वेसन नम्बर 10.3 मा चाहिँ के छ भन्दाखेरि a बाई x प्लस 3a बाई x छ। योभन्दा अगाडि भिडियोमा चाहिँ हामीले के गरेको थियौँ भन्दाखेरि यहाँ चाहिँ मल्टिप्लाई डिभाइड हुन्थ्यो। यदि मल्टिप्लाई डिभाइड भयो भने हामीले चाहिँ के गर्छौँ भन्दाखेरि कट डाउन गर्न खोज्छौँ। तर प्लस या माइनसले सेपरेट गरेको छ अल्जेब्रिक एक्सप्रेसन भन्यो भने हामी चाहिँ एलसिएम लिन्छौँ। एलसिएम लिँदाखेरि के होइन, जहिले डिनोमिनेटरको लिने एक्स र एक्समा एक्स आयो भने चाहिँ हाम्रो यो दुइटैमा एक्स एक्स भने चाहिँ यो माथिको a प्लस 3a गर्छौँ अनि 4a बाई एक्स भइहाल्यो। त्यहाँदेखि 3a छ 3a आयो 2x प्लस 4x प्लस 2x भने चाहिँ 6x बाई 3a भयो। 3 र 2 काटिदिँदाखेरि हाम्रो 2x बाई a बाँकी रह्यो। त्यसै गरी 5x मा 12y माइनस 2y भनेपछि 10y बाई 5x 5 1 जा 5 2 जा भने चाहिँ हाम्रो कति हुने भयो 2y बाई x हुने भयो। भनेपछि 3ab 7xy माइनस xy भने चाहिँ 6xy 3 1 जा 3 2 जा भने चाहिँ हाम्रो 2xy टाइम्स ab बाँकी रह्यो। त्यसै गरी x प्लस a प्लस b भने चाहिँ x प्लस 3x 4x बाई a प्लस b भयो। a माइनस b मा a माइनस b आयो भनेपछि 2x स्क्वायर प्लस 3x भयो हाम्रो। 2x स्क्वायर a माइनस b आयो 2x प्लस x स्क्वायर 3x स्क्वायर बाई a माइनस b भने चाहिँ हाम्रो जोड्दाखेरि 3x स्क्वायर आयो। x माइनस y माथिपट्टि x अनि माइनस अनि y भने चाहिँ कट डाउन गर्दा a भने चाहिँ a प्लस b मा a प्लस b आयो माथि a स्क्वायर माइनस b स्क्वायर a माइनस b a प्लस b काट्यो a माइनस b बाँकी रह्यो। यो चाहिँ के थियो भन्दाखेरि डिनोमिनेटर सेम भयो भने चाहिँ यसरी गर्थ्यौँ है त हामीले। अब हामीसँग 2 नम्बर छ, यसमा चाहिँ डिनोमिनेटर हाम्रो चाहिँ सेम भएन या भयो भने कसरी सल्भ गर्छौँ भन्ने कुरा हामी हेर्छौँ। जस्तै यसमा पनि डिनोमिनेटर सेम छ, x प्लस वाइ मुनिको आयो, यो x को x प्लस प्लस y को x को x एक्स एक्स 2x भयो x प्लस y। यहाँ पनि हाम्रो b मा पनि p माइनस q माथिको 3p माइनस 3q अनि 3 कमन आयो p माइनस q काट्यो 3 बाँकी रह्यो। यहाँ पनि 2ab छ भने चाहिँ 2ab आयो भनेपछि a प्लस b प्लस a माइनस b भनेपछि माइनस b माइनस प्लस b काट्यो a भनेको 2a भइहाल्यो a प्लस a अनि माथि 2a तल पनि 2a भने चाहिँ 1। यहाँ p माइनस q p स्क्वायर माइनस q स्क्वायर माथिको एज इट इज अनि p स्क्वायर माइनस q स्क्वायर भने p माइनस q p प्लस q अपन p माइनस q भयो। p माइनस q काट्यो p प्लस q बाँकी रह्यो। अनि x स्क्वायर माइनस y स्क्वायर छ सेम छ भनेपछि माथिको x माइनस y अनि x स्क्वायर माइनस y स्क्वायर भने x माइनस y x प्लस y माइनस माइनस काट्यो माथि केही पनि छैन भने चाहिँ 1 हुन्छ 1 बाई x प्लस y भयो। त्यसै गरी एफमा ए स्क्वायर माइनस बी स्क्वायर भइहाल्यो ए स्क्वायर माइनस बी स्क्वायर माथिको ए माइनस बी तलको ए माइनस बी ए प्लस बीको फर्ममा गयो काट्यो माथिपट्टि केही नि रहेन भने 1 रहन्छ भने चाहिँ 1 अपन ए प्लस बी। अब यहाँ एक्स स्क्वायर माइनस 4 एक्स स्क्वायर माइनस 4 छ सबैमा एक्स स्क्वायर माइनस 4 आयो यो एक्स स्क्वायर प्लस 4 माइनस 4x चाहिँ अब यो बिचमा आयो 4x अनि यो 3 टर्म्स छ हामीसँग 3 टर्म्सलाई 4 टर्म्स बनाउँदाखेरि माइनस अब मल्टिप्लाई गर्दा 4 आउनु पर्यो र प्लस गर्दाखेरि 4 आउनु पर्यो भने चाहिँ 2 प्लस 2 माइनस प्लस माइनस 2 इन्टु एक्स 2x माइनस प्लस माइनस 2 इन्टु एक्स 2x अनि चाहिँ प्लस 4 हाम्रो माथिको एक्स स्क्वायर माइनस 4 लाई ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा लान्छौँ अनि एक्स स्क्वायर माइनस 2x प्लस 4 भयो। यहाँ ए प्लस बी ए माइनस बी बाँकी रह्यो एक्स कमन आयो एक्स माइनस 2 बाँकी रह्यो माइनस 2 कमन आयो एक्स माइनस 2 अनि एक्स माइनस 2 एक्स प्लस 2 भयो। एक्स माइनस 2 मा एक्स माइनस 2 आयो अनि यो एक्स माइनस 2 बाँकी रह्यो एक्स माइनस 2 एक्स प्लस 2 बाँकी रह्यो भने चाहिँ माइनस माइनस काट्यो माथिपट्टि एक्स माइनस 2 एक्स प्लस 2 बाँकी रह्यो। त्यसै गरी अब हामीसँग क्वेसन नम्बर एचमा दुइटै सेम छ दुइटै हाम्रो सेम आयो माथिपट्टि ए प्लस 3 भयो अनि त्यसपछि हामी तलपट्टिको 3 टर्म्स बनाउँछौँ हामीले 15 मल्टिप्लाई गर्दा 15 आउनु पऱ्यो प्लस गर्दा 8 भनेपछि 5a 3a भनेपछि a ब्राकेट a प्लस 5 प्लस 3 कमन आयो a प्लस 5 मा a प्लस 5 अनि a प्लस 3 बाँकी रह्यो a प्लस 3 काट्यो 1 अपन a प्लस 5 बाँकी रह्यो। त्यसै गरी हामीसँग आईमा यो पनि सेम छ हामीसँग सेम भइहाल्यो माथिको एक्स स्क्वायर प्लस 4x सेम आउने भयो माथिपट्टिको एक्स कमन आयो एक्स प्लस 4 यो 3 टर्म्सलाई 4 टर्म्स बनायौँ हामीले बनाउँदाखेरि एक्स प्लस 4 एक्स माइनस 2 आयो अनि एक्स प्लस 4 काट्यो अनि एक्स प्लस 2 बाँकी
रहने भयो। त्यसै गरी जेमा तलको सेम छ सबै हुन्छ सेम कमन आयो एक्स स्क्वायर माइनस 4a माथि प्लस 3 सेम बाँकी र यसका माइनस 3 1 जा 3 3 प्लस 1 भनेपछि हाम्रो माइनस 3a माइनस a प्लस 3 भयो। तलको हामीले 3 टर्म्सलाई 4 टर्म्समा लाँदाखेरि 3a माइनस 2a प्लस 6 भयो। अनि a कमन आयो a माइनस 3 माइनस केही नि कमन छैन भनेपछि 1 कमन आउँछ अनि टाइम्स a माइनस 3 भनेपछि a माइनस 3 माइनस 2 a माइनस 3 a माइनस 3 a माइनस 3 a माइनस 3 आयो a माइनस 2 बाँकी रह्यो माइनस 3 काट्यो a माइनस 1 अनि a माइनस 2 बाँकी रह्यो भने चाहिँ हामीसँग a माइनस 1 a माइनस 2 बाँकी रह्यो। क्वेसन नम्बर 3 चाहिँ नेक्स्ट पार्टमा सल्भ गर्छ। हस् थ्याङ्क यू।